हेलो एभ्रिबडी, गुड आफ्टरनुन। आज हामी हस्बेन्ड वाइफ राइडमा निस्किँदैछौँ। धरानबाट बसन्तपुर तिनजुरेसम्म। वेदर राम्रो छ, राइड एक्साइटिङ हुने बेला छ। तपाईँहरू हामीसँगै राइड इन्जोय गर्नुहोस्। महेन्द्र राजमार्ग अति नै खत्तम भएको कारणले गर्दाखेरि हामीले त्यहाँ भिडियो बनाएनौँ। अहिले चाहिँ हामी छौँ इटहरीदेखि धरानको बाटो अर्थात् कोशी राजमार्गमा। यो बाटो चाहिँ अति नै राम्रो छ, भिडियो बनाउन पनि राम्रो। अहिले चाहिँ हामी ठ्याक्कै धरानको क्लक टावर आइपुगेका छौँ। अब यहाँदेखि हाम्रो भेरेटारको राइड सुरु हुन्छ। इन्जोय गर्दै हुनुहुन्छ होला तपाईँहरू, आशा गर्छु। अब हामी धरानदेखि भेरेटारतर्फको उकालो चढ्न थालिसकेका छौँ। धरानदेखि माथि चढ्न थालिसकेपछि नै यहाँको हावा परिवर्तन भएको महसुस हुन थाल्छ। अलिक चिसो, फ्रेस र एकदम रमाइलो फिल आउँछ। अनि अब हामी भेरेटार आइपुगिसकेका छौँ, जहाँको चिसो हावा र सुन्दर दृश्यले मनै रमाइलो बनाइदिन्छ। भेरेटार आइपुगेपछि हामी होटल चाँगुरे एन्ड लजमा रोक्यौँ। भेज चाउमिन त एकदम मिठो थियो अनि थकान बटाउनलाई एउटा एक्सट्रिम पनि खायौँ। थाहा छ त्यो त्यति राम्रो होइन, तर के गर्ने, निद्रा भगाउन काम लाग्छ र बाटो पनि टाढाको भयो। भेरेटारदेखि जस्ट 1 किलोमिटर तल कोलबटे यहाँ चाहिँ यसो रिफ्रेसमेन्टको लागि फोटोहरू भिडियोहरू बनाउने कुरा भएर यसो भिडियो बनाउन थालेको। यो भिडियो बनाउने क्रममा यो अगाडिको कोलबटेदेखि अगाडिको भ्यू हो। यो कोलबटेमा फोटो र भिडियो खिचिसकेपछि हाम्रो राइड फेरि सुरु हुन्छ। अहिले हामी तम्मोर खोलाको किनार नजिक छौँ। यो खोलाको फ्लो र नेचरको ब्युटी हेर्दा मनै शान्त हुन्छ। यो पूर्वी नेपालको ठुलो नदी हो। धनकुटा ताप्लेजुङ पाँचथरतिर बग्छ, पछि गएर कोशी सिस्टममा गएर मिसिनी खोलायो। अब हामी आइपुगेका छौँ धनकुटा। पहाडी सुन्दरता र शान्त वातावरणले भरिएको यो ठाउँ एभोकाडोको राजधानी भनेर चिनिन्छ। यहाँ प्राकृतिक वातावरणले खेतीपातीलाई निकै राम्रो बनाएको छ। हामी अहिले धनकुटाको एभोकाडो पार्कमा छौँ अनि यहाँ नजिक पुलिस अफिस पनि रहेको छ। धनकुटा एभोकाडो पार्कबाट देखिने मनमोहक दृश्य यो साह्रै राम्रो देखिँदो रहेछ। त्यहाँदेखि हामी अहिले हिलेको तुम्बा चोकमा आइपुगेका छौँ। साँझ परिसकेको छ, मौसम पनि चिसिँदै गएको छ। आजको यात्रा यहीँ रोक्दै हामी यहीँ बास बस्नेछौँ र भोलि बिहान गुराँसे र तिनजुरेतर्फको नयाँ एडभेन्चर सुरु गर्नेछौँ। गुड नाइट सबैजनालाई। गुड मर्निङ सबैजनालाई। यो चाहिँ हाम्रो होटलबाट बिहान देखिएको दृश्य हो। मौसम चिसो छ, घाम लाग्न खोज्दैछ, रमाइलो छ। हामीले होटलबाट चेकआउट गरिसकेका छौँ र अहिले हामी अर्को डाँडाबाट हिलेको यस्तो सुन्दर दृश्य निहालिरहेका छौँ। तल फैलिएको बस्ती र पहाडी दृश्य एकदम मनमोहक छ। हिलेबाट तल झर्दै हामी एउटा चोकमा आइपुग्यौँ। नाम थाहा नभए पनि त्यहाँ साथीहरूको रमाइलो भेट भयो। चिसो मौसममा तातो चियाले यात्रा झन् रमाइलो बनायो। यो चाहिँ गुराँसेको टी गार्डनमा हिँड्दै गर्दा वरिपरि अग्ला सल्लाहको रुखहरूले यस्तो फिल दिन्छन् कि जस्तो प्रकृतिको बिचमै हराए जस्तो। हेर्नु त कति राम्रो छ यो सल्लाहका रुख, चिया बगानको बिचमा सल्लाहका रुखहरू। ल अब हामी आइपुगेका छौँ सिद्धुवा। गुराँसेको हरियाली पार गर्दै यहाँ आइपुग्दा झन् शान्त र फ्रेस फिल आउँछ। वरिपरि फैलिएको पहाड र यो गाउँले यो ठाउँलाई एकदम विशेष बनाएको छ। सिद्धुवाबाट अलिक अगाडि बढ्दाखेरि बाटोको छेउमा नेपालका झन्डाहरू फरफराइरहेका देखिन्छन्। आकाशमा बादलहरू हल्का हल्का उडिरहेका छन्, जस्तो लाग्छ प्रकृतिले आफ्नै चित्र कोरे जस्तो। ल अन्तत हामी आइपुगेका छौँ तिनजुरे। यो यात्राको सबभन्दा सुन्दर गन्तव्य, जहाँबाट देखिने दृश्यले सबै थकान बिर्साइदिन्छ।
यो चाहिँ तिनजुरेको डुर पानीबाट देखिएको मनमोहक दृश्य हो। बादल उडिरहेको छ, प्रकृतिसँगै त्यत्तिकै हराउन मन लागिरहेको छ, रमाइलो छ तिनजुरेमा। अहिले गुराँसको सिजन पुरा भए पनि केही गुराँसका फुलहरू फुलेर बाँकी रहिरहेका थिए। यी गुराँसले ढाकिएका पहाडहरूले यो ठाउँलाई अझै आकर्षक बनाएको थियो। टाढा माथि हेर्दाखेरि पाथिभरा मन्दिर पनि देख्न सकिन्छ र आकाशमा उडिरहेका बादलहरूले यो दृश्यलाई अझै म्याजिकल बनाइदिएको छ। यहाँसम्म आइपुग्दा करिब 3 किलोमिटर जति अफ रोड यात्रा गर्नुपर्छ, तर आइपुगिसकेपछि त्यो सब मेहनत एकदम वर्थ इट नै लाग्छ।